नमस्ते साथीहरू, आज म तपाईहरुलाई सानो खुसी कुरा चाहिँ सुनाउन गइरहेको छु। पौर बैंकका ग्राहकहरूले एनआईडी अर्थात् राष्ट्रिय परिचय पत्र अपडेट गर्नको लागि चाहिँ मोबाइल बैंकिङबाटै अपडेट गर्ने सुविधा चाहिँ आएको छ। अब म यो मोबाइल बैंकिङबाट चाहिँ कसरी राष्ट्रिय परिचय पत्र चाहिँ अपडेट गर्ने भन्ने कुरा चाहिँ स्टेप बाइ स्टेप चाहिँ यस भिडियोमा चाहिँ देखाउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। पौर बैंकको चाहिँ मोबाइल बैंक डिजी पर्व खोलिसकेपछि लगइन गर्नु पर्दैन। यसमा युजर आइडी चाहिँ हाल्नु पर्दैन। तल चाहिँ अनलाइन सर्भिस भन्ने अप्सन छ, त्यो अनलाइन सर्भिसमा चाहिँ गएर चाहिँ क्लिक गर्नुस् र त्यसपछि एनआईडी भन्नेमा चाहिँ क्लिक गर्नुस् र त्यहाँ क्लिक गरिसकेपछि एकाउन्ट नम्बर भन्ने अप्सन आउँछ। 16 डिजिटको एकाउन्ट नम्बर, आफ्नो बैंकको एकाउन्ट नम्बर हाल्नुस् र त्यसपछि तल सोधिरहेको छ, डु यु ह्याभ एन नेसनल आइडी भनेको छ, त्यसमा चाहिँ यस भन्नेमा क्लिक गर्नुस् र त्यसपछि आफ्नो राष्ट्रिय परिचय पत्र अर्थात् एनआईडी नम्बर चाहिँ आफ्नो हाल्नुस्। हानिसकेपछि तल कोड भनेको छ, त्यो अक्षरहरू चाहिँ देखिएको छ, त्यो अक्षरहरू हानिसकेपछि सबमिट गरिसकेपछि चाहिँ तपाईको सजिलै चाहिँ एनआईडी चाहिँ आफ्नो एकाउन्ट नम्बरमा चाहिँ अपडेट हुन्छ है त। एकदम सजिलो छ। तपाईहरु जुनसुकै ठाउँमा देश विदेशमा रहनुभएको सम्पूर्ण साथीहरूले चाहिँ यो अपडेट गर्न सक्नुहुन्छ। बैंक भिजिट गर्नु पर्दैन। धेरै साथी विदेशमा रहनुभएको साथीहरूले चिन्ता गर्नुभएको थियो कसरी अपडेट गर्ने भनेर। अहिले पौर बैंकले चाहिँ एकदम चाहिँ यो सुविधा चाहिँ हिजोबाट लिएको छ। सबमिट गरेपछि चाहिँ सक्सेसफुली देखाउँछ। सक्सेसफुली देखायो भने चाहिँ तपाईको अपडेट भयो है।